बुटोलबाट मात्र 10 किलोमिटरको दूरीमा यस्तो राम्रो खानाको र बस्नको व्यवस्था रहेछ। म त अचम्मै परेँ। आज म जाँदैछु नुवाकोट नाइट स्टेको लागि। हेरौँ त्यहाँनिर के हुन्छ भनेर है त। हेलो बुटोलवासी, अहिले छु म चाहिँ नुवाकोटको भ्यू पोइन्टमा हैन। भ्यू पोइन्टदेखि भ्यू हेरिसकेपछि हामी नुवाकोटको तोपाने डाँडा रेस्टुरेन्ट एन्ड लजमा पुग्यौँ। त्यहाँ अलरेडी फ्यामिली ग्यादरिङ हुँदै रहेछ। त्यो देखेपछि त बब्बाले हाम्रो पनि यस्तै हुनुपर्छ भनेर हाम्रो तयारी सुरु गर्यौँ। यो पाल्पाको नुवाकोट 3 नुवाकोटमा रहेको नुवाकोट तपाईहरु आइसकेपछि यो तोपाने डाँडा रेस्टुरेन्टमा चाहिँ आएर यो अर्गानिक दाउराका कोइलामा बनेको सेकुवा, चिकन सेकुवा, मटन सेकुवाहरू मजाले पोलेर खाना पाउनुहुन्छ मिठो मिठो स्वादमा। ब्याकग्राउन्डमा म्युजिक बजाउँदै चिकन सेकुवा साथै केही सलाद मगायौँ र खाना सुरु गर्यौँ। आहा, चिकन सेकुवा र यो चटनीको कम्बिनेसन कस्तो दामी मिलेको भने नि। यतिले त पुग्दैन भनेर हामीले छोइला भुटुवा मगायौँ, खायौँ, नाचगान समेत गऱ्यौँ र त्यस दिनलाई हामी सुत्यौँ। अहिले चाहिँ हाम्रो टी टाइम भयो। अब यो टी टाइम पछि चाहिँ हामी बुटोल नै झर्छौँ भाइ। एज होल यहाँको बसाइ बबाल रमाइलो भयो। बिहानको नास्ता खाएर हामी त्यहाँबाट निस्क्यौँ। बुटोलको गर्मी छल्न होस् या तनाव बिसाउन नुवाकोटमा जानै पर्ने हुन्छ। जाँदाखेरि तोपाने डाँडा रेस्टुरेन्ट एन्ड लजलाई नबिर्सिनु होला है।